तपाईँहरूसँग फेरि जोडिदिए। आज चाहिँ म धेरै खुसी छु। खुसी त म हुन्थे तर आज चाहिँ त्योभन्दा डबल खुसी छु किनकि आज म रिजल्टको बारेमा बनाउन गइरहेको छु साथीहरू। हेर्नुस् अब मेरो रिजल्ट कस्तो छ हेर्नुस् ल हेर्नुस् ल कस्तो छ हेर्नुस् ल हेर्नुस् है ल हेर्नुस् कस्तो छ। म सबभन्दा पहिला त रिजल्टमा आफ्नो टिचरलाई धेरै धन्यवाद भन्न चाहन्छु। त्यसपछि आफ्नो आमा बुवालाई म आफ्नो सानमामा र ठुलमामालाई यताबाट धेरै धन्यवाद भन्न चाहन्छु। म त आफैले पनि धन्यवाद भनिदिन्छु ल मैले आफैले धन्यवाद दिएँ ल थ्याङ्क यू है अब यस्तो गरिदिनुको लागि। अब चाहिँ म तपाईँहरू सोध्नु होला कि म के भए म चाहिँ क्लासमा फर्स्ट सेक्सनमा फर्स्ट अनि होलमा टप भएँ। अब हेर्नुहोस् है अब मेरो दिजुको रिजल्ट अब यति सानो उमेर शैली मेरो दिजुको अहिले 5 क्लासमा पढ्छिन्छ। अब हेर्नुहोस् ल हेर्नुहोस् कस्तो छ हेर्नुहोस् ल हेर्नुभयो नि ल। अब तपाईँ अब मामा म हजुरले धेरै धन्यवाद भन्न चाहन्छु। हजुरको लाग्दा मेरो आजकल धेरै सुध्रिया छ। म अब अझ म ठुलो भएर ठुलो हुन्छु अनि सबैले भन्छ अनि मामा म हजुरमा आउने म अहिले भन्दैछु। अनि मामाले चाहिँ मलाई प्यारोले लातो भन्छन्थ्यो। मामा आज तपाईँको लातोले कस्तो मार्क्स ल्याएछ ल आज त हजुरको लातोले कस्तो मार्क्स ल्याएछ हेर्नुहोस् हेर्छ। अनि मामा चाहिँ मलाई खेल्छिन्थ्यो मसँग सब चिज गर्छिन्थ्यो। त्यही बेला चाहिँ मेरो बाबा विदेश गइसिन्थ्यो। अनि म चाहिँ एक दिन मामा कहिले काहीँ त आफ्नो हातमा समाइसिन्थ्यो। म त मामाको हातमा याक्छु गर्नुहुन्थ्यो साथीहरू। अनि तपाईँहरूको रिजल्ट कस्तो आएको छ कमेन्ट भनिदिनु र। मेरो त राम्रो आएको छ साथीहरू। मामा थ्याङ्क यू आई लभ यू मिस यू। अनि मलाई हजुरको बिना मन लाग्दैन कि मामा त्यसैले म हजुरकैमा आउने हो। अब मैले सब थप घर लाग्छ है अहिले भन्दैछु हामीहरू घुम्ला सब ठाउँ घुम्ला है मामा। अनि हामी चाहिँ यहाँपछि म चाहिँ अब ठुलो भएर आफ्नो आमा बुवाले आफ्नो मामु बाबाले खुसी हुनको लागि अब ठुलो भएर ठुलो जग्गा किन्छु त्यहाँ ठुलो घर बनाउँछु अनि त्यहीँ आफ्नो मम्मी बाबाले लिएर बस्छु साथीहरू। तपाईँहरू पनि गर्नु होला म त त्यस्तै गर्छु। तपाईँहरू आज मार्कसिट आएको छ कि नै कमेन्टमा भनिदिनु होला। हाम्रो त आएको छ। बाबा हजुरले पनि मिस यू। मामा हजुर छिटो आइसेल है बाबा हजुर पनि छिटो आइसेल अहिले भन्दैछु छु है। अनि हामी सबै एकैसँगै बस्ला। अनि आजकल चाहिँ मलाई यता धेरै बोरिङ भइसक्यो। मामा होइसिन्न नि त त्यसैले आजकल मलाई धेरै बोरिङ भइसक्यो साथीहरू। मलाई आजकल बोरिङ नै हुन्छ। अनि कोसँग खेलु लाग्छ। मलाई त मामाकै याद आउँछ साथीहरू। तपाईँहरूको मामा छन् कि नै कमेन्ट भनिदिनु होला। हाम्रो त मामा छन् साथीहरू हो। अनि मेरो मार्कसिट राम्रो आएको छ है। अब मेरो फाटेको कत्तुमा ध्यान नदिनु होला है अहिले भन्दैछु। यो कत्तु फाटे के भयो त सफा त छ नि। मलाई त केही चिज पनि फाटे के भयो त सफा त हुनु पर्यो हो कि नै। अब चाहिँ तपाईँको कस्तो हुन्छ मैले त्यो चाहिँ थाहा भएन। मार्कसिट भनिदिनु होला कमेन्टमा कस्तो आएको छ भनेर कति जिपी आएको छ भनेर भनिदिनु होला। मेरो चाहिँ यति जिपी आएको छ साथीहरू। अब बाई बाई। यसै गरी फेरि भेटौँला। बाई बाई धन्यवाद।